single day. ल है त हामी आइसक्यौँ आधी बाटोमा खाजा खाँदै टक्कले यहाँ चाहिँ फलफुल छ कस्तो छ मैले बनाएको बिहान उठेर बनाएको दाम दाम पुरै कुक गरे जस्तो कस्तो छ मैले बनाएको टोस्ट मात्रै गरेको नि त ल अहिले चाहिँ हामी आधी बाटोमा खाजा खाँदैछौँ ल है साथीहरू हामी चाहिँ आइसकेको छौँ काभ्रे डिस्ट्रिक्टमा अब चाहिँ हाम्रो डेस्टिनेसन आउन लागिसके जस्तो छ अनि यहाँको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले दामी कि कसो हर्छ कस्तो छ भ्यू ठुलो सरले बोल्यो यहाँ स्कुलको सरले सुन्दैन दामी दामी आजको हाम्रो राइडर हर्स सन्डेल हुनुहुन्छ के गर्नु मेरो एक भरपर्दो राइडर भनेको हर्सहरू जहाँ गयो भने होइन वेलकम 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 गाउँहरू पनि राम्रो रहेछ यहाँ चाहिँ हामीसँग रेसिङ खेलेको क्या यो होइन हर्सर नै एउटा नि ठाउँ त तल रेस खेलेको अहिले हामीसँग के हो डिस्ट्राक्ट गर्छ त हामीलाई पछि पछि आइदियो भनेको क्या अरे डन हो क्या यो राइटै यहाँदेखि हो तिनीहरू जाने है साथीहरू अहिले चाहिँ हामी आइसकेका छौँ रेस्ट गर्ने अनि जाने अब भ्यूको चाहिँ कुरा नगरौँ है किनभने तपाईँहरूले देख्न सक्नु भइसकेको छ कि कसो कसले न त मार्क्स चिन्दैन क्या हो सबिसरको गाइडले त अनि यसले त फेरि हामीलाई त यार यहाँबाट झर्नसम्मको काभ्रेले सन्धिले त झन्डै लडायो नि यार हामीलाई झर्नसम्म सबिसरको गाइड हो आजको लु खोल नि त एकछिन मार्क्स र हेलमेट खोला न अलिक रिल्याक्स गरेर बसौँ के छ र तर आजको जोस् एडभेन्चरै भइरहेछ नि होइन कहिले नआएको ठाउँ होइन अझ एक्साइटेड छौँ कस्तो छ भनेर प्लस त्यो ठाउँ चाहिँ हामीले जो टिकटकबाट हेरेर आएको है यस्तो दामी देखिरहेको थियो टिकटकमा त्यो पनि एउटा मैले एउटाको हेरेको थिएँ भिडियो सेप्टेम्बरकै रहेछ अनि सेप्टेम्बर भनिसकेपछि अहिले सेप्टेम्बर हो भनेपछि त्यही महिनामा त्यही दिन पोस्ट गरेको भने चाहिँ दामी नै छ होइन तर अब नेचर हेर्दा पनि राम्रै छ किनकि हरियाली नै छ नि त अहिले होइन मौसम त हो किन भन्दा साथी हरियालीमा अनि अलिअलि पानी त हुन्छै हुन्छ अनि स्विमिङ पनि हान्ने होइन हान्ने हुने हुन्छ भने केटाहरूले यार अस्ति पनि स्विमिङ हान्ने नि भनेर हाने एक्लै म त हानेर अनि त्यस्तै हो साथीहरू होइन अब अरूलाई त्यस्तो भनिएन है हामीले वर्कआउट भइसक्यो त ब्रेकको वर्कआउट भएन सम्धिसँग एकचोटि चाहिँ कुरा गर्नै पर्ने छ क्या किन अघि हामीलाई किन छोएको भने त बाटो बाटो देखाएको हो कि छेएको हो तिमीले आम्मामा है यसले झन्डै लडायो नि हौ आधी बाटोमा रोक्छ घरि कि बिस्तारै जानेको लड्छ भनेर के अरे तिम्रो के अरे नाम यसको हाम्रो सरले चाहिँ राखिदिइहाल्छ कुकुरलाई देख्ने बित्तिकै नाम राखिदिइहाल्छ सेरु के गर्नु गर्मी छ घाम छ यसो ट्राभल गर्दा चाहिँ फेरि चाहिँ
बिस्तारै छ त्यो छैन यस्तो गर्नुले है ल काभ्रेडी सम्धिनीहरू हामी चाहिँ तपाईँहरूको गाउँमा आइसकेका छौँ र काभ्रेको सुन्दरता हेर्दाखेरि चाहिँ यस्तो रमाइलो छ हैन पिस छ साइलेन्टली बसेको होइन चराचुरुङ्गीको साउन्डहरूमा आएर अहिले यो चाहिँ के को बोट हो यो कदमको बोट जस्तो छ भने चाहिँ त्यसको शीतल छहारीमा चाहिँ हामी एकछिन गरेर बसिरहेको छौँ अब त लगभग 1 घन्टाभित्र चाहिँ पुगिन्छ जस्तो छ हाम्रो डेस्टिनेसनमा अनि त्यहाँको सुन्दरता तपाईँहरूलाई देखाउनेछौँ र अहिले चाहिँ हामी एकछिन रेस्ट गरेर चाहिँ हामी निस्किहाल्छौँ र त्यसपछि हामी निस्किसकेपछि चाहिँ फेरि तपाईँहरूलाई बाटोको भिडियोहरू देखाउने नै छौँ यति भन्दै अहिलेलाई सी यू अन द वे बाई यस्तो दामी हरियाली आइसकिसक्यो गाउँ पनि दामी दामी रोड चाहिँ अलिकति कच्ची नै छ साथीभाइहरू त्यही भएर अलिकति राम्रो बाइक पनि ल्याउनु होला यो चाहिँ हाम्रो कच्ची बाटो हो हेर्न सक्नुहुन्छ तपाईँहरूले बाटोको हालत हामी चाहिँ अहिले दुईटा पहाडको बिचमा आइसकेका छौँ र हाम्रो राइड चाहिँ कन्टिन्युस छ हामी त्योपट्टि सायद हाम्रो गन्तव्यमा होला भन्ने हाम्रो आशा छ किनभने हामी धेरै ठाउँ रोकिँदै जाँदैछौँ रेस्ट पनि गर्दै जाँदैछौँ जस्तो त रमाइलो पनि हुँदैछ त अलिकति लेट भयो कि जस्तो भइसक्यो अब चाहिँ दिनको आधा दिनै भइसक्यो नानीहरूको कति भइसक्यो आधा दिन भइसक्यो नि 12-15 भइसकिसक्यो अनि बाटोहरू चाहिँ अलिकति हिँड्ने कच्ची बाटो छ त्यही भएर हामी बिस्तारै जाँदैछौँ कसो साथी मजा आउँदैछ नि होइन ठुलोसँगले बोल्नु पऱ्यो यहाँनिर हाम्रो स्पिकर छैन नि फेरि आउँदैछ त्यो स्पिकर पो अरे फेरि के भन्छ माइक चाहिँ एक्लैलाई पनि उकाल्नु गाह्रो परिरहेको छ उत्तर साथी उत्तर यस्तो छ हालत चाहिँ साथी हो हालत चाहिँ यस्तो छ त्यही भएर राम्रो साधन लिएर मात्रै आउनु होला नत्र भने बाटो चाहिँ यस्तै हो 150 को सीसीको एप्रिलले पनि तान्दैन भनेपछि तपाईँहरूले राम्रो खालको बाइकहरू लिएर आउनुपर्ने हुन्छ देख्न सक्नुहुन्छ तान्नु मान्नु छैन यस्तो छ हालत चाहिँ त्यही भएर गुड कन्डिसनमा भएको साधन लिएर आउनु होला तपाईँहरूले दुःख पाउनुहुन्न साथीहरू उकालो चाहिँ धेरै छ है त्यही भएर चाहिँ एकजना स्कुटरमा अर्को रनिङ गर्दै किनभने स्कुटरले दुईजनालाई थामेन त्यही कारणले चाहिँ गर्दाखेरि एकजना कुद्नु पर्ने हुन्छ है त्यो कुद्ने क्रममा चाहिँ म छु पालैपिलो हामी एकजना उत्रिन्छ अर्कोजना कुद्दैछौँ
यहाँ चाहिँ है उकालो भएको कारणले गर्दाखेरि चाहिँ यस्तो भइरहेको थियो। ल अगाडि पनि हेर्नु भ्यू चाहिँ यस्तो दामी छ तर बाटो चाहिँ ठाडो है। भ्यू चाहिँ देख्न सक्नुहुन्छ है। ल फाइनली यहाँसम्म रहेछ है। आम्मामा भनेपछि यो बाटो उतै कता जानु, उता पर होला। अब चाहिँ 10-15 मिनट हिँड्नुपर्छ अरे। त्यही त यस्तो गर्नुपर्छ। ल है हामी चाहिँ तिनधरे आइपुग्यौँ है त। अब अहिले कसरी जाने? अहिले त हामी ओह्रालो। अहिले त 2 देखाएको छ क्या भर्खर अघि त यी देखायो त। ल यी छ अब 1 छ तल। अब भरे विदाउट स्टार्ट जानुपर्छ। ल अहिले चाहिँ हामी एकछिन यहाँ रेस्ट गर्छौँ अनि फेरि लाग्छौँ हामी 5 मिनट जति है, 5-10 मिनट जति। ल अब चाहिँ हामी यहाँबाट होटलबाट लग्यौँ हाम्रो तिनधारे। तिनधारा वाटरफल, सन्जिया तिनधारा होमस्टे एन्ड फार्म हाउस। के हो साथी खाइदिन्छ भनेर के हो? कहिले खाइदिन्छ तिम्रो भाग्य। यहाँ हेर्नु न गेट अप। माथिदेखि टी सर्ट ल्याउनु बिर्सेछ क्या। त्यस्तो चाहिँ नगरौँ न फेरि। भित्रको ल्याइनु भित्रको ठिक छ भरे चिसो लगाएर जानु। ल साथीहरू तपाईँहरूलाई म यहाँबाट चाहिँ भ्यू कस्तो देखिन्छ त होइन त्यो चाहिँ अब देखाउनु गइरहेको छु। स्वाट यस्तो छ भ्यू चाहिँ डाँडा हो काँडा। ऊ पर चाहिँ देख्नुभयो होला हिँड्ने बाटो। त्यहाँबाट हिँड्दै हिँड्दै हामी 20-25 मिनटमा पुगिन्छ अरे हाम्रो डेस्टिनेसन। द्याट इज आवर फाइनल डेस्टिनेसन। र हाम्रो साथीले चाहिँ यहाँ खानु छोडेको छैन बाटोमा। एनर्जीको लागि अहिले फर्किनु पनि कुद्दै फर्किनु पनि छैन। तर साथीहरू यहाँबाट माथि आउँदा चाहिँ फेरि साँच्ची भनेको मैले भन्नु खोजेको होइन, बाइक चाहिँ एक्सपल्स बाइक अरू बाइकले नजिक्ला। बाइक चाहिँ होइन खुट्टाले नभेटे भए पनि एक्सपल्स नै ल्याउनु पऱ्यो। 220 होइन 150 पल्सरको। अनि अब त्यही हो अफ रोडिङ बाइकहरू लिएर आउनु पऱ्यो खत्रै। धान पनि भएको नत्र भने हामी जस्तो स्कुटरमा आएकोहरू चाहिँ आधी एकजना उत्रिनु पर्ने हुन्छ, आधी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ होइन। अनि त्यस्तो भयो भने त फेरि हेर्नु त हाम्रो डेस्टिनेसन 3 देखि 4 घन्टा लाग्छ भने जस्तो लागेको थियो मलाई त्यो टिकटक भिडियोमा। हामीलाई 7 घन्टा लाग्यो तर हामीले त्यो जस 2-1.5 घन्टा त बसेर पनि बितायौँ होइन। हो कि भन्छ 2-1.5 घन्टा त जस रेस्ट गऱ्यौँ नि हामीले है आउँदा। त्यही भएर पनि हामीलाई चाहिँ अलिकति टाइम लागेको होइन। तर तपाईँहरू चाहिँ अन्डर एस्टिमेट नगर्नु होला। यहाँनिर जे पनि हुनसक्छ होइन। बाटोहरू अब एक्ज्याक्टली यही भन्ने छैन रहेछ। त्यही कारणले सोधी आउने क्रममा चाहिँ 7 घन्टा झन्डै लाग्यो हामीलाई। यति भन्दै हामी चाहिँ हाम्रो डेस्टिनेसनमा लागिसक्यौँ र यहाँबाट भ्यू देख्न सक्नुहुन्छ है। र हाम्रो सर यहाँनिर चिलमा छ हेर। आमा गेटअप चेन्ज गरेर हेर। स्विमिङ कस्ट्युम त यहाँबाट पो लानुपर्छ क्या हो। स्विमिङ कस्ट्युम त यहाँ छ त नि। मार्ने भयो। अनि अब तपाईँहरूले हेर्न सक्नुहुन्छ हामीलाई यो हामी कतिको माथि छौँ भन्ने। कति फिट माथि छौँ यो फेरि खोला छ क्या यहाँ माथि त। फेरि यस्तो छ है माथि चाहिँ हामी त घामकै छेउमा पो आइपुगिसक्यौँ त हौ। ओए हेर त टुप्पोमा पानी उम्लिँदैछ यार। हर्ष
कस्तो टाढा हेर्छ हेरौँ है हाम्रो भ्यू चाहिँ त्यो एनर्जी ड्रिङ्कले काम गर्दैन क्या हो आज आम्मामा यहीँ पाइपहरू छ यार है लको हामी त डाँडामै छौँ त यत्रो तल छ हेर डाँडा होइन टुप्पैमा हो टुप्पैमा हो हामीलाई टुप्पो छ नि त अलिकति माथि त होइन हेलिकप्टरबाट जाँदा नआउने यहीँ छ ऊ माउन्ट एभरेस्टको ट्रेनिङ हुन्छ होइन मौसम पनि ठिक गएको छ किनभने घाम पनि त्यस्तो लागेको छैन यहीँनिर चाहिँ परतिर लागिरहेछ देख्न सक्नुहुन्छ होला भिडियोमा त्यस्तो छ बाटो चाहिँ यस्तै छ ठाडो अलिक हामी चुचरामै पुगिसक्नु आँटिसक्यो ए यस्तो टुप्पोमा के भन्छ ब्यागमै राख्दा भइहाल्छ पानीवालामा बिचमै जालीमा ए यो पानीवालामा राख राख प्लास्टिक छ होइन सेप्टेम्बर लास्ट त हो नि यो होइन अनि यहाँनिर बाटोमा चाहिँ वासरुमहरू पाउनु हुँदो रहेछ तर नछिर्नु होला अलिक छिर्नु नछिर्नु होला त्यही हो अलिकति पब्लिक भनेपछि चाहिँ अलिकति हामी आफैले नै केयरलेस गर्छौँ होइन कतिपय कुराहरू अनि कतिपय कुराहरू चाहिँ जस्तो कि म पानी हाल्छु भन्दा पनि पानीहरू चाहिँ हुँदैन एभाइलेबल त्यो पनि अलिकति दुःखद कुरा छ यो पब्लिक टोइलेट या पब्लिक प्लेसको चाहिँ यही हो अलिकति हामी आफै नै होइन सर्वसाधारण हामी पब्लिकले नै अलिकति फोहोर गरेर हो नत्र भने त हामीले राम्रोसँगले म्यानेज गर्न सक्यो भने त के चाहिँ सम्भव हुँदैन र ल एकछिन साइलेन्ट साउन्ड सुन्नु है कतिको सुन्छ भिडियोमा चाहिँ होइन यहाँ चाहिँ मजाले आइरहेछ अनि यदि तपाईँहरू चाहिँ सानो सानो फुचाफुचीहरूलाई फुटबल खेल्नु चाहनुहुन्छ चाहिँ ऊ तल सानो ग्राउन्ड पनि रहेछ है अर्को मेन कुरा भनेको चाहिँ एउटा भनेको चाहिँ पेट्रोल पनि तल एउटा तल यहाँनिर यो उकालो चढ्नुभन्दा चाहिँ तल खोलानिर चाहिँ पाउँदो रहेछ त्यो चाहिँ हामीलाई थाहा भएन त्यही कारणले हामीले अहिले हाम्रो जो स्कुटरमा थोरै पेट्रोल छ हो त्यतिले पुऱ्याउँछ होला है तलसम्म ओह्रालो छ होइन ओह्रालै छ छनु त अब एकैचोटि ओह्रालै पुगेपछि मात्रै खोलामा भेटिन्छ अनि त्यहाँ मात्रै पाउँछ पेट्रोल है त्यसै भन्ने हुँदैन हाम्रो दाइले तर जेस बन्द हुनु भएन कसैले होइन अब हामी छिटो गरेर निस्किनु पर्ने हुन्छ छिटो भन्नाले अलिकति इन्जोय त गर्ने नि हो तर अब त्यही हो गर्नुपर्ने हुन्छ त्यही कारणले साथी हो अहिले तपाईँहरूले यो भिडियो हेरिन्छ भने चाहिँ तिनीहरू आउने हुन्छ भने चाहिँ यो भिडियोको डिस्क्रिप्सनहरू चाहिँ मजाले सुनेर जानु होला होइन तपाईँहरूलाई फाइदा हुनेछ द्याट्स इट हामी चाहिँ फर्स्ट टाइम हो त्यही भएर तपाईँहरू पनि कोही फर्स्ट टाइम आउँदै हुन्छ भने चाहिँ सोधेर आउनुपर्ने हुन्छ लोकेसन हेरेर आउनुपर्ने हुन्छ त्यही भएर चाहिँ तपाईँहरूलाई यो भिडियो हेर्नु भने चाहिँ तपाईँलाई अलिक सजिलो हुन्छ सहज हुन्छ भन्नेमा चाहिँ हाम्रो मान्यता छ कि कसो हर्ष ओके त्यति भने हामी बाटोमा भेटौँला फेरि ओके सी यु अन द वे नि कालो कालो हुनुपर्छ कि त्यो बोकेर खाने बोक्रा निकालेर खानुपर्छ ओहो हर्ष हाउ यु फिलिङ अलि ठुलो सोरले आम्मामा यार ल
साथीहरू हाम्रो फाइनल डेस्टिनेसन चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु सर रियाक्सन चाहियो रियाक्सन ठिक छ अब चाहिँ हाम्रो फाइनल डेस्टिनेसन आइसकिसकेको छ र अब यसलाई हामीले नजिकबाट निहाल्नु पर्ने हुन्छ है त यति भन्दै हामीले नजिकबाट निहालिसकेपछि हामी त्यहाँनिर एकछिन पौडी पनि खेलिन्छ होला होइन लगभग हाम्रो म्याक्सिमम् टाइम भनेको 1 घन्टा हो 1 घन्टाभित्र हामी जे गरिन्छ अनि त्यसपछि चाहिँ फर्किन्छौँ र तपाईँहरूले साउन्ड सुन्दै हुनुहुन्छ होला होइन अहिले के को लागि हामी आएका थियौँ र कस्तो रहेछ त हाम्रो भ्यू लेट्स गो त्यसो नि खेल्ने ठाउँ छ जस्तो छ त्यही त भनेको त पौडी नआउनेलाई त मरिन्छ होला फेरि है पौडी चाहिँ खेल्नु आउनु पऱ्यो अलिक सक्नु आउनु पऱ्यो नत्र भने चाहिँ गाह्रै पर्ला जस्तो छ हेर त अब सिजन सकिन आँटेको छ यो झर्नाको चाहिँ होइन किनभने यो पानीहरू पर्दा फेरि बर्खातिर मात्रै बढ्छ र खतरा देखिन्छ भनिन्थ्यो दाइहरूले त्यहाँनिर अघि होमस्टेको दाइहरूले र यो चाहिँ यसको सिजन चाहिँ सकिनु लाग्यो भन्ने थियो सकिनु लागेको बेलामै यत्रो हेर्नु चाहिँ यत्रो ठुलो सँगसँगै अहिले साउन्ड सुनिराख्नु भइसक्यो होला भिडियोमा मेरो साउन्ड पनि राम्रो आएको छैन होला साउन्ड सुनिराख्नु भएको छ होला है अफ सिजनमा यत्रो छ भनेपछि त तपाईँहरूले यसको सिजनमा कत्रो साउन्ड होला होइन र तपाईँहरूलाई म देखाउँदैछु बिस्तारै 1 2 3 गो पौडी खेल्ने ठाउँ साथी नेचुरल स्विमिङ पुल सकिन्छ खेल्नु के हो सकिन्छ ल हेरौँ हेरौँ One and only the Baobab Jharna of Nepal is here we go! Woo! And here is our Baobab. Finally! भिडियोमा देखेको चिरा आँखाले देख्दा फेरि कस्तो हैन कानले सुन्दा फेरि कस्तो हुँदै रहेछ साथीहरू के हो देखिरहेको छु म खोइ पौडी खेल्न आउँछ नि होइन आउँदैन अनि यहाँ त गइरह त छैन होला कालो न कालो त कसरी लेन देखेको त्यस्तो धेरै आउँदैन नि अलिअलि मात्रै अब यस्तै रे ब्याग ल हेर सिधा भने मलाई डाइरेक्ट जाने
साथीहरू क्यामेरा यहाँनिर के गर्नु अब चाहिँ हामी घर फर्किनु पर्ने हुन्छ। कस्तो लाग्यो यहाँको झर्ना? दामी। र अब चाहिँ हामीले यसलाई बाई बाई गर्नुपर्ने हुन्छ। हेर्नु सक्नुहुन्छ कि बाख्राहरू हेर्नु न कस्तो कस्तोमा चरिरहेको थियो। यहाँबाट यिनीहरू खस्यो भने चाहिँ यिनीहरूको मासु मात्रै। त्यहाँ होमस्टेदेखि चाहिँ यहाँनिर लगभग तपाईँहरू अलिकति हिँड्नु सक्नुहुन्छ भने चाहिँ 15 मिनट जतिमा है, 15 मिनट जति म्याक्सिमम् 15 मिनट लाग्छ तपाईँलाई हिँड्नु सक्ने जतिले। नसक्नेलाई चाहिँ त्यही 25 देखि आधी घन्टा लाग्न सक्ला। एकछिन हामी चाहिँ यहाँनिर टुप्पोमा एकछिन हेर्नु न सक्छ साथीहरू, यस्तो छ क्या बाटो चाहिँ टुप्पोमै यस्तो छ। हामी होइन साथी मजाले टाइम लिएर आएर राख्दा टक्कसँगले होइन इन्जोय चाहिँ गर्नु सकिन्छ। यस्तो हरियाली पनि हेर्नु नि वरिपरि डाँडा छ है, त्यो पनि हरियो छ क्या। ए अनि बस्ने ठाउँ चाहिँ यहाँ चाहिँ साथीहरू हामी बस्नु बस्छौँ ल। बस्ने होइन सुत्न सकिन्छ सुत्न सकिन्छ कि साथी, तर टाइम छैन त हाम्रो फेरि सुत्ने त होइन के छ साथीहरू। हामीले चाहिँ यहाँनिर स्कुटर राखेको छौँ उयो होमस्टेमा, त्यस कारणले गर्दाखेरि चाहिँ हामी अलिकति ढिलो भएको कारणले गर्दाखेरि कुदै जानुपर्ने हुन्छ। त्यो कारणले म चाहिँ साथी हो कुदेँ है त। मसँग आउँदै हुन्छ हाम्रो ब्ल्याक डगी। Come on, buddy, let's go, buddy, come on. घर फर्किनु पर्ने हुन्छ छिटो। Come on, horse, come on, horse, sir, come on, आउनु पर्यो। Come on, keep running. Red Bull call, see the bull. Red Bull gives you win. साथीहरू हामी चाहिँ आइसक्यौँ हाम्रो यहाँनिर होमस्टेमा। अब चाहिँ टक्कसँग हाम्रो बाइक स्टार्ट गरेर जानुपर्ने हुन्छ। यदि तपाईँहरू चाहिँ बस्दै आउनु चाहनुहुन्छ भने चाहिँ यहाँनिर होमस्टेहरू पनि रहेछ, तपाईँले बुझेर गएर कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यस्तो छ साथीहरू। अब चाहिँ हामी यहाँबाट फर्किनु पर्ने हुन्छ। आफूले खाएको फोहोरहरू चाहिँ हामीले ब्यागमै हालेका छौँ। बाटोहरू चाहिँ अफ रोडिङ छ, अनि अलिकति पावर भएको बाइक या स्कुटर लिएर आउनु होला। अनि तपाईँहरूले चाहिँ लोकेसन सोध्दै आउनुपर्ने हुन्छ। यहाँनिर गुगल म्यापको भरमा मात्रै नआउनु होला, किनभने गुगल म्यापले एउटा देखाउँछ बाटो अर्कै हुन्छ। त्यही कारण हामी 3 to 4 आवर्स लाग्छ पुग्नु भनेको थियो टिकटकमा हेरेर आएको हामी खास गरी। तर 7 घन्टा लाग्यो झन्डै लगभग हामीलाई, 7.5 भनौँ न। तर हामी चाहिँ बस्दै रेस्ट गर्दै आएको है, फेरि झन्डै 1.5-2 घन्टा त हामी रेस्ट गर्दै खाँदै बस्दै आएको। सोद्धा ओर्दाखेरि चाहिँ त्यस टाइम लागेको हामीलाई। नत्र यहाँ पनि भन्दै थियो 3 देखि 4 घन्टामा आइपुग्छ यहाँनिर भन्दै थियो। बाटोमा अलिकति यो दसैँको कारणले गर्दा पनि होला कि गाडीहरूले चाहिँ अलिक आउनु दिएन, त्यही कारणले चाहिँ आजको भिडियो यति नै रह्यो। अब अरू नेक्स्ट भिडियोमा हेर्दै गरौँला। टिल देन स्टे ट्युन, बाई।